नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई न्यू भ्लग। फेरि पनि स्वागत छ तपाईँहरूलाई गाउँलेको भ्लगमा। होइन आज हामी चाहिँ टक्क नाइट क्याम्प चलिदिरहेको यस्तो माथि लेकमा आएका छौँ कि टक्क होइन पुरै माथि लेकको जुन खोला छ नि के अरे अनि यस्तो भुजा सुजा सब केटाहरू ल्याएर पकाएर सब रेडी छ। यी मासु पनि पकाइरहेछन् होइन के छ ल पारा छ नि टक्क लगाएर बन्दैछ नि। ल हाम्रो कुकम्यान चाहिँ सुजन ब्रो छन् होइन। ल कस्तो बनाउने सुजन ब्रो भनिदेऊ त। ल हाम्रो च्यानलमा कति पुगोस् लाइक सब्सक्राइब हानिदिनु पऱ्यो होइन। ल ल ल टक्क लगाएर ल ल हान्दै ल दाइ के छ ठिकै छ। मासु एकदम पाइएको छैन के गरेर यहाँ 1 घन्टा भइसक्यो सरकार ल्याउने हेरेको छैन। ल त्यस्तो छ होइन। हाम्रो चाहिँ टक्क बनाइरहेछौँ यहाँ यी केटा टक्क यी बनाइरहेछन् पकाइरहेछन् यी टक्क लगाएर होइन व्यवस्था। हामी आउनु चाहिँ ठ्याक्क हामी आउनु चाहिँ कति मिनट लाग्यो अरे कति घन्टा लाग्यो भने 2 घन्टा लाग्यो। 2 घन्टा लाग्यो। हामी माथि कुन लेकमा छौँ रे बौला खोला लेक चौबारीको खोला माथि कहाँ कुन जङ्गलको चिसापानी माथि जुन माथि त्यहाँ ऊ माथि नेर त्यहाँ मसान गाड्छ नि चिसापानीको टक्क हामी टक्क यहाँनिर टक्क मासु पकाउँदैछौँ क्या फेरि होइन। जस्तो हुन्छ भिडियो लास्टमा हेर्न नभन्नु होला। टक्क लगाएर त्यहाँ यी केटाहरूले बुझा सुझा टक्क लगाएर ओइ यहाँ डिउ खोइ डिउ यो खुट्टा कसको लागि त व्यवस्था मेरै लागि होइन। ल टक्क यहाँ चाहिँ बन्दैछन् टक्क केटा हो नुहाउने हो किनभने नुहाउने होला नि लास्ट गरी माछा यार रजलाई पनि लास्ट गरी माछा होइन मस्त नुहाउनु पर्छ क्या अहिले खोलामा गएर प्याज पनि गइसक्यो आहा मस्त बल्ल मस्त देखिने मस्त त के देखला धनिया कमी छ ए टक्कै किसना थोरै यो यार नै म त नुहाउँछु कि यार लास्ट गरी माछा क्या अहिले देखाउँछन् यो हाल अलिकति अलि हाल्यो ज्यादा नहाल मेथी हालेनन् लसुन हालेनन् यहाँ टक्क माथि माथि नुहाउनु पर्छ त्यहाँ ठ्याक्क कति बजी हो अरे ठ्याक्कदेखि 11 भइसक्यो 12 बज्न लागिसक्यो होइन। अब यहाँ डरको माहौल हुन्छ एकछिन अनि हामी घरिबुत आउँछ भनिरहेको छ नि यिनले चाहिँ ए होइन डर छ नि यहाँ टक्क यस्तो खानासाना खाएर नुहाइदिनुपर्छ ल ल ल यो मस्त आगोको रापले हाम्रो खुट्टा पोल्दैछन् हाम्रो यिनले चाहिँ होइन। यो मस्त एउटा फोटो मेरो है मैले अहिले पनि त्यो पाएर होइन त्यही हो। अब केटाहरूले खुट्टा पनि के भन्छ म पोल्छु यार बरु आफै होइन। अब हल्का खानको लागि परिश्रम गर्नु परिहाल्छ क्या हाल्दिनु अब लेख्न यस्तरी पकाउँछु मैले चाहिँ टक्कै टक्क पाकिरहेको छ फेरि मासु खाइदिने नि म त तिमीले झ्याम जुन फेरि खाइदिन्छु फेरि सिरा होइन। तिमीले खान्छौ कि नै खान्छु होइन। ल टक्क ओइ खुट्टा आउँदा ए खुट्टो तयार भइसक्यो मस्तसँग। अब टाउको मेरो त होला दाइ दाइ टाउको मेरो भने अनि टक्क अब यसलाई यस्तो व्यवस्था गर्छु मैले चाहिँ यसलाई यस्तो हालेर सर नुन हाल्नुपर्छ होइन मस्त बनाउनुपर्छ। ल हेर्नु म चाहिँ अब खाइहालौँ ल खाइदिहालेँ त मस्तसँग खाँदैछौँ यी देख्नु यी मस्त यी खुट्टा चाहिँ आहा कस्तो खुसबु 2 बजिसक्यो यार यहाँ कहाँ सुत्ने खोलामा यस्तो राति भइगयो यारमा माथि ओछ्यान खोइ त्यहाँ माथि त्यहाँ कहाँ सुत्ने त नि अहिले खोलामा सुताउनु लागि भूतले सल्यो भने छलेन छल्छ अब 2 दिनको जिन्दगी त अब फेरि मलाई जिम्मा दिन्छन् कि फेरिमा केटाहरू फेरि खुट्टा पनि मैले खाएँ खै एउटा बुझा ल्याउँदा यहाँ ले त यहाँमा टक्कै बुझा खाने होइन क्या नखा भुजा त कति 7 राख्नु नि त 2 3 4 5 1 2 टक्कै यस्तै पकाउन रेडी गरिसकेका छन्। अब सकिन पनि लाग्यो होइन पानी आयो भने कहाँ हुने हो म त यहाँ बाइमा हुनु त यहाँ बाइमा पनि पानी छ कि फेरि न यहाँ बाइमा छिरेर खाइदिन्थेँ म फेरि म छिर्छु त भए मस्त एक्लैसँग खा मेरो बट्टा जिपामा हाल्दियो त्यो त अब हेरौँला। अब जहिले पानी पकाउनु अगाडि कसले पकाएर त्यसले लग्यो त्यस्तो गराए यसैमा खाने हो भने थाहा भन्नु अरू तपाईँको मस्त रजले
मस्त त्यहाँ चाहिँ के रात होइन जस्तो हो त्यस्तै हुन्छ त घानी हान्छ फेरि टक्क आउनु लाग्छ टक्कै मासुहरू हाल्दै रेडी भइसक्यो मासु राख्नु है मासु हालेर टक्क रेडी भइसक्यो ल 1:20 बाज मस्त नि मा ल ल खाइहाल म पनि अब खान्छु अब रस तिम्रो खाऊ रस नि माटोमा ए टक्क यस्तो छ अब चाहिँ हामी खाइदिनु लाग्यो है अब चाहिँ म डिउ टक्क खान्छु दुईटा डिउ छ त आज मस्त नाइट गेम हानिदिरहेको अब चाहिँ खाइ भ्याइन लाग्यो होइन ल आजको लागि यति नै अब भिडियो के कस्तो लाग्यो सानो आफ्नो कमेन्ट बक्समा सानो पत्रिका लेख्नु नभन्नु होला भिडियो मन पर्यो भने च्यानललाई सब्सक्राइब गर्नु होला